आएको चाहिँ चित्त बुझेको दुःख नमाने है अरूको, किनभने ती मान्छे चाहिने मान्छे है। पार्टी जोसुकै होस्, कुलमान घिसिङ चाहिने अनुहार हो देशका लागि। त्यो चाहिँ अलिकति अन्याय गरे कि भन्ने लाग्छ, फेरि दुःख नमाने, तर मलाई चाहिँ लाग्छ है। किनभने कुलमान घिसिङलाई म जति धन्यवाद दिए पनि त्यो धन्यवाद कमै हुन्छ कर्णालीका लागि। सुरुमा म सांसद थिइनँ, आएर हामीले भन्यौँ, करायौँ, के थियौँ र हाम्रो हैसियत के थियो त? एउटा सामान्य विद्यार्थी जस्तो त हैसियत हो। म कर्णाली गर्छु भन्नुभयो, 100 करोड रुपियाँ हाल्नुभयो कर्णालीमा। राष्ट्रिय प्रसारण लाइन अहिले गाउँ गाउँमा विस्तार भइरहेछ। अनि अर्को जुम्लामा 1 मेगावाट क्षमताको सोलर प्यानलबाट बिजुली करिब 80% काम सकिसक्यो। त्यो जोडिने बित्तिकै जुम्लामा कहीँ पनि बिजुलीको समस्या हुँदैन। त्यो चाहिँ ओभर लो कस्टिङमा हामीले कुलमान घिसिङ हामी मिलेर यो 2-3 वर्षमा भएको त अभूतपूर्ण काम भएर छ। 2-3 वर्षमा। त्यही भएर कुलमान घिसिङलाई अर्को पनि धन्यवाद दिनुपर्ने छ। मैले माधव दाइलाई राखेर पनि भने, जो सिजाको बाटो पिच गर्ने कुरा कुलमान घिसिङलाई जति धन्यवाद दियो भने पुग्दैन। मेरो त आँखाबाट आँसु झर्या हुन्, किनभने तिनले हार्दाखेरि है, किन त्यो उनी चाहिने मान्छे हो, म संसदमा देख्न चाहन्छु। किनभने मलाई अहिले पनि पीडा थाहा छ, सिजाको बाटो पिच गरिदेऊ भनेर कुकुर कराए जसरी कराएको थिएँ क्या म। कसैले सुनेन, कुर्न मात्रै मागी थियो त्यतिखेर मन्त्रीले। तर कुलमान घिसिङलाई 1 कल फोन गरेँ मैले मन्त्री हुँदा, सिधै भन्नुभयो, आज बेलुका 8 बजे म राजीनामा दिँदैछु ज्ञानेन्द्रजी, 6 बजे तिम्रो फाइल सिग्नेचर गर्छौँ र रारा जाने बाटो पिच खुलाउँछु भन्नुभयो। 6 बजे सिग्नेचर गर्नुभयो र आज 91 करोड 66 लाखको ठेक्का सुरु भएको छ। त्यसका लागि जोडदार पाल्यो, त्यसरी काम गर्न लाग्यो र हार्ने मान्छे होइन, जनताले गलत गरे भने त्यही सिग्नेचर गरेको फाइलको बजेट आज बाटो पिच हुनका लागि ठेक्का सुरु भएको छ कि। अनि ती मान्छेलाई हामीले धन्यवाद दिने कि नदिने? कर्णालीका लागि यदि कुलमान घिसिङ पछिल्लो पटक जुम्लाबाट लड्छन् भने मैले सिट छोडिदिन्छु, यो मेरो घोषणै भयो। किनभने तिनले गरेका छन् क्या, गरे मान्छेलाई गरे हो भन्नु पऱ्यो नि त।